मेरो मोबाइल कहाँ तपाईको आमाको फेरि लाइटै जल्दैन के भएको मलाई थाहा छैन आशी आमाको लाइट लिएर खोजेर जा चार्ज छैन मेरो मोबाइल देऊ न मेरो मोबाइलमा छ खै जोइको मोबाइल कहाँ छ भिडियोमा कस्तो राम्रो कलर चाहिँ आमाले रङ अलिकति हाल्नु भएर रहेछ कि चिन्दैन जाउँदा मात्रै चिन्छ अनि ऊ त यो कचुल तान्दियो मावन अलिक अगाडि आउँछिन् दुर्गा बहिनी छोडेर दुर्गा भन्नु हान्जी लड्दिनु विराजले यसकै डर छ कि मेरो माथि गिर्छ फोटो भिडियो यहाँ आउँछ भने ल्याइदिनु कहीँ नहुनु टिका लगाइदे भाइ कस्तो गर्नु यसो गर्नु के भन्नु र त यहाँको झार्नु यसो गर नि खुट्टी त तिम्रो खुट्टी देऊ खुट्टी यो कुन दादा हो बको भन्ने आदि दादा को दादा माथि मेरो दादा कति दादा हो भन्नु मन त आमा हुँदा कसैले लागेको थिएन त यस्तो लगाइयो आफ्नो पानीमा मात्र होइन रातो टिका निधन थुप्रै घर छु नि हामी रातो कस्तो राम्रो कलर हामी बहिनी टल्कियो जमराको अब भान्जा
ल त आशीर्वाद भयो गयो ल यो कान्छीलाई उहाँको याद आयो पंखा नचला दिया निन्छ नि बिहाको नवरात्रबाटै जलिरहेको छ नि अझैसम्म बन्द भएको छैन दिन रात जलेको कुन दिया आउनु नचला त नचला निलाई नि एकेर हो अलि म राख्छु दिएको दबाई हुन्छ त हाम्रो कान्छी गाउँको ओइ भान्जा भान्जा भान्जीको क्लास नि हो जमरा लगाइदिनु भने सबैतिर त मिडिया बनाइ भान्जा कता हो कहाँ गयो यहाँ यो बसेर ठाउँमै नि जय श्री राधे श्याम दादा राम्रै होस् पढौँ पढौँ भन्ने जग्गा छैन होइन बस्नु बस्नु पढ्ने पनि छैन अब पढ्नु आशीर्वाद एकदम अर्को पढ्ने त अब त्यही हो नि ओइ कान्छी यहाँ बस मामाको आशीर्वाद देऊ के हो आशीर्वाद मामालाई मामालाई कहाँ जाने आशीर्वाद जय पुरा पुरा धेरै धेरै ल यहाँ बस अनि मलाई पढ्ने गर्छ पुरा पुरा दिन्छु म मोबाइल एउटा एउटा मोबाइल चाहिँदैन हामीलाई ठुलो पढ्ने होइन गर्छ पढ्नेलाई त मोबाइल चाहियो नि त ल्याउनु राम्रो उगाडु यहाँ बस न होइन नि केही छैन तपाईँले त्यो नदिँदा नि केही छैन र पनि अब आशीर्वादहरू डबा लगाइहाल्छ नि त ल कान्छी ल है जय है म बाहिर गएर नि तिमीलाई नि मोबाइल ल्याइदिन्छु ल टिका लगाइदिन आउँछु भनेको है